हेलो फ्रेंड्स, वेलकम माई यूट्यूब रेसिपी च्यानल भिडियो न्यू डे न्यू रेसिपी। आजको मेरो नयाँ रेसिपीमा चाहिँ पिर आलुदम। त्यसको लागि चाहिँ मैले बोइल आलुलाई लिएको छु। अनि पहिला चाहिँ मैले तेल खराएर कालो जिरालाई फ्राई गरेँ। अनि त्यसमा चाहिँ मैले लसुनको पेस्टलाई चाहिँ फ्राई गर्दैछु। लसुनको पेस्टले चाहिँ मिठो फ्लेभर दिन्छ। अब लसुन पेस्ट फ्राई भइसकेपछि चाहिँ मैले चिल्ली पेस्टलाई लिँदैछु, फ्रेस चिल्ली पेस्टलाई। फ्रेन्ड्स, तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ र कुनै कारणले मेरो रेसिपी मन परेमा सब्स्क्राइब, लाइक, कमेन्ट गरेर सपोर्ट गरिदिनुस् होला। चिल्ली पेस्ट फ्राई गरिसकेपछि अब मैले तेजपत्तालाई पनि एड गर्दैछु। तेजपत्ताले पनि मिठो फ्लेभर दिन्छ। अनि फ्रेस टमाटो पेस्टलाई पनि एड गर्दैछु। अब सबै लगाएर चाहिँ 2-3 मिनटसम्म चाहिँ मजाले त्यसलाई चलाइ पकाउँदैछु। अब चाहिँ म कलरको लागि धुलो खुर्सानी हाल्दैछु। अनि टर्मरिक पाउडर, हल्दी पाउडर पनि, अनि स्वादको लागि नुन हालेर अब 2-3 मिनट चाहिँ मजाले त्यसलाई ग्रेभीलाई चाहिँ मजाले चलाइ पकाएर चाहिँ अब 2-3 मिनटलाई चाहिँ ढकनी लाएर चाहिँ पकाउनेछु। 2-3 मिनट ग्रेभी पकाएपछि चाहिँ अब मजाले भइसकेको छ। अब चाहिँ एकपल्ट फेरि मजाले चलाएर उसिनेको आलुलाई काटेको एड गर्दैछु। अब आलु लगाइसकेपछि चाहिँ त्यसलाई फेरि मजाले अब मिक्स गर्नुपर्ने हुन्छ, फिट्नुपर्ने हुन्छ ग्रेभीसित चाहिँ। एकपल्ट मजाले मिक्स गरिसकेपछि चाहिँ अब त्यसलाई 2-3 मिनट ढकनी लगाएर चाहिँ पकाउँदैछु। 2-3 मिनट पछाडि चाहिँ अब एकपल्ट फेरि मजाले चलाएर अलिकति पानी लगाएर चाहिँ फेरि ढकनी लाएर चाहिँ पाक्न दिँदैछु ग्रेभीको लागि चाहिँ। अब चाहिँ पिर आलुदम चाहिँ रेडी भइसकेको छ। सर्भ गर्नलाई चाहिँ मजाको ग्रेभीवाला पिर आलुदम, टेस्टी पिर आलुदम ग्रेभीसितको सर्भ गर्नको लागि चाहिँ रेडी भयो। तातो तातो पिर आलुदम इन्जोय गर्नुहोस्।